सेवारो 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 नमस्ते नमस्ते नमस्कार। म जस तामलिङ आज पनि फेरि पनि म मेरो फेसबुक लाइभमा उपस्थित भइसकेको छु र पक्कै पनि म आफै चाहिँ अमेरिकाको ओहायो एकरणमा थिएँ भने आज डुल्दै घुम्दै म आज धेरै पस्यौँ यो युटा भन्ने सहर बजारमा आइसकेको छु र हामी धेरैजना आएको छौँ। यो दृश्य पक्कै पनि नभुलिकन हेरिदिनु होला, तपाईँलाई निरन्तर म देखाउने कोसिस गर्नेछु र पक्कै पनि धेरैजना नै आएको छौँ हामी साथीहरू, तर कुनै कता गए 2-4 गाडी आएको छौँ। मेरो साथमा आउनु भएको छ, रमाइलो लाग्यो। म मात्रै किन यो हेर्नु र मेरो साथीहरूले सबैजनाले यो रमाइलो अवश्य पनि हेर्नु सकोस् न त भनेर पनि मैले यो थोरै लाइभ भिडियो जुन यहाँ गरिरहेको छु। धेरैजनाहरूले त नेपालबाट हेर्नुहुन्छ, नेपाली दाजुभाइहरू त अब धेरै जस्तो नेपालमै हो है। अनि त्यहाँबाट नेपालदेखि भुटानबाट पनि हेर्नुहुन्छ, इन्डिया, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड सबैबाट हेर्नुहुन्छ। रमाइलो, एकदम रमाइलो ठाउँ छ है। अब हामी जाँदैछौँ, कहाँ जाँदैछौँ भन्दाखेरि ठक्कै अहिले अब हामी एकछिन साथीहरूले खोइ चिसोहरू खोइ के ल्याएको छ भन्दैछ, चटपटे पक्कै पनि अब चटपटे पनि मिल्ला केही मिल्ला, तपाईँहरूले पक्कै हेर्दै लानु होला है त। यतापट्टि चाहिँ अलिकति बुटे झार जस्तो पनि देखेको छु मैले, बुटे झार है, हेर न बुटे झार देखेको छु। सबैजनाले कहाँबाट हेर्नुहुन्छ थोरै सेयर गरिदिनु होला है त सबैजनालाई। सेवा र नमस्ते नमस्कार। हामी यो गाडीमा आएको है, अहिले घुम्दै आएको छौँ, यहाँसम्म आएको छौँ। अब यहाँबाट फेरि कहाँसम्म गइन्छ पक्कै पनि केही छिनको भिडियोले तपाईँहरूलाई पक्कै पनि भिडियोबाटै तपाईँहरूले जानकारी पाउनुहुनेछ है त। ल कति रमाइलो ठाउँ है, हेर न, वाह रमाइलो। अब हामी यसो जाँदैछौँ, अलिकति यता जाँदैछौँ। अब हामी अब एकछिन यता चिया पानी यसो नास्ता गरेर अनि त्यहाँबाट हामी यहाँबाट पक्कै पनि फेरि अर्को रमाइलो ठाउँतर्फ अवश्य पनि लाग्नेछौँ। हेर्नुभयो होइन कस्तो रमाइलो ठाउँ छ, हेर्नुहोस् माथि कुहिरो पनि देख्नुभयो होला। अनि हेर यो घर गाउँ पनि त्यो छ नि, यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि सबै यो यता रमित हेर्नु आउने होइन, सबै टुरिस्टहरू आउने, उहाँहरूको एउटा यो सबै घरहरू आउने, भाडामा बस्ने, रमित हेर्ने, खाने त्यस्तो मात्रै रहेछ। तर कति रमाइलो ठाउँ है यो। अलिकति भलिबल खेल्ने ठाउँ पनि देखिएको छ। यहाँ धेरै जमघट हुन्छ होला साथीहरू, यहाँ गाउँघरको त छैन, तर टाढोबाट अवश्य पनि आउनुहुन्छ। अनि हाम्रो साथीहरू यहाँनिर धेरैजना उपस्थित हुनुभएको छ। आज हामी त्यहाँ पनि एकछिन हलमल गर्नेछौँ, एकछिन गफ गर्नेछौँ र हेर्नुहोस् है, म यता पनि तपाईँलाई साथी थोरै देखाउनेछु है र साथीहरू बसिरहनु भएको छ। देखिसक्नुभयो, यो चाहिँ हामीले चटपटे खाने रमाइलो गर्नुको लागि हामी यो चाहिँ अलिकति गेट भलिबल खेल्ने जस्तो देखेको छु मैले। अनि धेरै यहाँ माथि धेरै साथीहरू सबै यहाँ मेरै साथमा आउने साथीहरू र यहाँ पनि बसिरहनु भएको छ। पक्कै पनि तपाईँले रमाइलो त देख्नु नै भयो, तर मसँग को आएको छ त भन्ने अब भन्दै गर्दाखेरि अरू साथी त धेरै छुटेछ, तर यहाँ धेरैजना त आउनु भएको छ। 2जना, 1जना बहिनी र 1जना सर पनि यहाँ बसिरहनु भएको छ शीतलकार। आज धेरै घाम भएको छ। हजुरलाई सेवारो हजुर। अनि भनिदिनुहोस् न सर, तपाईँको नाम के हो भनिदिनुहोस्, थोरै भनिदिनुहोस् न। तुम्बापु पाँच हजुर। अहिले चाहिँ यो अमेरिकाको युटा भन्ने सहर बजार सलेट सिटी है। आज
म पनि है धेरै टाढादेखि आएको छु। आज तपाईँलाई पनि पाएको छु, हामीलाई घुमाउनु ल्याउनु भएको छ। सर्वप्रथम त तपाईँलाई धेरै धेरै धन्यवाद। अनि आज यो यहाँबाट हामी केही छिन त पक्रेर रहनेछौँ है। अनि कहाँ जान्छौँ त हामी, तपाईँले थोरै भन्न सक्नुहुन्छ? अब हामी यहाँ स्ट्यान्ड आएको छौँ, त्यस पछाडि यहाँबाट चाहिँ हामी पार्क सिटी हुँदै सलेक सिटी निस्किन्छौँ। हो, पक्कै पनि त्यो क्षेत्रमा पनि तपाईँ देख्न सक्नुहुन्छ। पक्कै पनि भरे त्यो अर्को भिडियोमा पक्कै पनि म उपस्थित रहनेछु। रूपमा पर्छ पार्क सिटी। अब हामी यो नेक्स्ट चाहिँ हजुर, अब नेक्स्ट भिजिट गर्नुको पार्क सिटी हुन्छ। पार्क सिटी चाहिँ अब यो भिजिट पर्ने बेलामा चाहिँ अमेरिकाभरिकै अरू देशबाट पनि आउँछन् घुम्नको लागि। हो, हजुर हजुर अलिक कम हिउँ पऱ्यो, सबै पार्क सिटी राम्रो ठाउँ छ। हजुर, धेरै धेरै धन्यवाद हजुरलाई। अनि एकजना बहिनी पनि हुन्छ। हजुर नमस्ते। सेवारो, हजुरको नाम चाहिँ? मेरो नाम चाहिँ पूर्णी चारखोले योङयाङ। वा, म चाहिँ है आज हस् त, आज मेरो साथमा हुनुहुन्छ नि होइन? आज कति घन्टा चाहिँ मेरो साथमा रहनुहुन्छ त भनिदिनु। यति घन्टा रहनुहुन्छ, पक्कै नै साथ दिनु होला है त। किन तपाईँहरूको घर गाउँमा आएको छु, तपाईँसँग डुल्नु पाउँदा घुम्नु पाउँदा मलाई पनि आनन्द लागेको छ है। तपाईँलाई कस्तो लाग्यो भनिदिनु न। मलाई राम्रो लागिरहेको छ, एकदम रमाइलो। वाउ वाउ, हुन्छ फेरि अहिले भेटौँला है। हस्, हुन्छ, म यतातर्फ लागेँ त। यहाँनिर चटपटे बनाउँदै हुनुहुन्छ। चटपटे आज चटपटेमा त होइन के खाइन्छ भरे त्यतिखेर चाहिँ भिडियोमा देख्नु सक्नुहुन्छ। र हेर्नुहोस् अब यहाँ यता चटपटे आज हामी सेवारो है, सेवारो हाम्रो भाइ बहिनीहरूलाई सेवारो। के यहाँ के बन्दैछ थोरै भनिदिनु न। आज के खाने? हामी धेरै टाढोबाट आएको छौँ। चटपटे है, चटपटे। अनि अरू के छ? अरू के छ त? चटपटे, त्यहाँदेखि लगेर कोकहरू, पानीहरू होइन। चन्द्र त्यो सेवारो चन्द्र, उहाँ मेरो बहिनी हुन्छ। आज हजुरको साथमा हामी आएको छौँ र हामीले आज के हामी यहाँ बनाएर यसो यो रमाइलो डुल्दै घुम्दै गर्दाखेरि बस्दाखेरि यो थकाइमा के खान्छौँ? चटपटे अनि पानी, कोकहरू। वाह वाह, चटपटे। वाह, नेपालीको धेरै यो सबैले खाने गर्छन् दिदीबहिनी दाजुभाइले है। अनि यता हाम्रो मेरो माइजू पनि हुनुहुन्छ। माइजू अनि के कोक पनि धेरै ल्याउनु भएको छ? धेरै आज धेरै आज रमाइलो होला जस्तो छ। वाह, ल त्यहाँदेखि म यता लागेँ। हाम्रो आदरणीय हाम्रो सनबहादुर चारखोले योङयाङजी हुन्छ। सेवारो ल हजुर, यहाँ कतिखेप भयो त यो ठाउँ भनेको? के ठाउँ तपाईँलाई थाहा छ? नपढेको मान्छेलाई त्यति थाहा हुँदैन। जे होस्, यो एउटा भन्ने सहर बजारै हो होइन? अहिले पस्यौँ र पनि तपाईँ दुईचोटि भयो यहाँ आएको। कस्तो लाग्छ यो सबै ठाउँभन्दा यो ठाउँ चाहिँ कस्तो लाग्छ? मन परेको ठाउँ। आज साथी नै तपाईँलाई मन परेको ठाउँमा आए जस्तो लाग्छ कि कस्तो लाग्दैछ? वा, अब हजुर त्यसो भने रमाइलो ठाउँ छ है। हामी केही छिन हामी यहाँ बस्नेछौँ, अनि त्यहाँबाट हामी कहाँ जान्छौँ र कहाँ लान्छ भन्ने हामीलाई चाहिँ थाहा छैन, उहाँहरूलाई नै थाहा छ है। हुन्छ, भरे फेरि अर्को भिडियोमा अवश्य पनि हामी उपस्थित रहनेछौँ। अहिले भने म फेरि अर्को यो दृश्य देखाउँछु पारिपट्टिको। हेर्नुहोस् त साथी हो, रमाइलो कस्तो छ त है। वाह, रमाइलो ठाउँ छ, एकदम रमाइलो ठाउँ छ। देख्नुभयो होला, हेर्नुहोस् त। वाह छ नि हौ, वाह छ होइन? ल सबैजनालाई सेवारो नमस्ते नमस्कार भन्ने चाहे है। अब आजको भिडियोलाई मैले यहाँ अन्त्य गर्न चाहेँ।